क्वान्टम अमरत्व। यो सोच्न सजिलो छ कि क्वान्टम मेकानिक्स केवल साना कणहरूको बारेमा एउटा सिद्धान्त हो, यति मात्रै। तर यदि मैले तपाईलाई भने कि यसले भविष्यवाणी गर्न सक्छ कि तपाईं कहिल्यै साँच्चैकै मर्नुहुन्न। क्वान्टम अमरत्व। क्वान्टम सिद्धान्तले हामीलाई बताउँछ कि संसार यस्ता तरिकाहरूमा व्यवहार गर्छ जसले शास्त्रीय नियतत्ववादलाई चुनौती दिन्छ। आइन्स्टाइनले प्रसिद्ध रूपमा यसलाई ईश्वरले पासा खेल्नु भनी वर्णन गरेका थिए। आफ्नै अवस्थामा छाडिएका कणहरूसँग निश्चित स्थिति वा वेग हुँदैन, तिनीहरू एकैसाथ सर्वत्र र कतै पनि छैनन्। वास्तवमा क्वान्टम मेकानिक्सलाई सबैभन्दा राम्रोसँग सुपरपोजिसनको सिद्धान्तको रूपमा बुझ्न सकिन्छ। उदाहरणका लागि, एकान्तमा रहेको एउटा इलेक्ट्रोनसँग स्पिन अप वा स्पिन डाउनको तीखो अवस्था हुँदैन, बरु यो शाब्दिक अर्थमा एकैसाथ दुवैको सुपरपोजिसनमा हुन्छ। यो केवल जब हामी यसलाई हेर्छौं तब मात्र इलेक्ट्रोन छनौट गरे झैं लाग्छ। यो व्यवहार सबैभन्दा स्पष्ट रूपमा प्रसिद्ध डबल स्लिट प्रयोगद्वारा प्रदर्शन गरिन्छ। एक पटकमा केवल एउटा इलेक्ट्रोन दुईवटा साना प्वालहरू भएको पर्खालतर्फ बिस्तारै हान्नुहोस् र तपाईले अर्कोतर्फ एउटा व्यतिकरण ढाँचा पाउनुहुनेछ। कुनै तरिकाले एउटा मात्र इलेक्ट्रोन पनि एकैसाथ दुवै स्लिटबाट यात्रा गरे झैं व्यवहार गर्छ र त्यो व्यतिकरण ढाँचा उत्पादन गर्छ। वास्तवमा इलेक्ट्रोन एकदम तरङ्ग झैं व्यवहार गर्छ, जहाँ चरण अधिकतमहरू रचनात्मक रूपमा व्यतिकरण गरेर शिखरहरू सृजना गर्छन् र न्यूनतमहरू मिलेर खाडलहरू बनाउँछन्। तर यदि हामीले ती प्वालहरूमध्ये एकमा डिटेक्टर राख्छौं जसले गर्दा इलेक्ट्रोन कुन प्वालबाट गयो भनेर पत्ता लगाउन सक्छौं, व्यतिकरण ढाँचा हराउँछ र हामीसँग केवल दुईवटा दाग बाँकी रहन्छन्। तिनीहरू अब कण झैं व्यवहार गर्छन्। यस सरल प्रयोगका परिणामहरू सम्भवतः भौतिकीमा सबैभन्दा गहन छन्। यसले हाम्रो सामान्य ज्ञान अनुभूतिलाई गहिरोसँग उखेल्छ र यसले स्पष्ट रूपमा प्रकट गर्छ कि ब्रह्माण्ड जस्तो देखिन्छ त्यस्तो छैन। यदि तपाईं यसबाट अल्मलिनु भएको वा हैरान हुनुभएको छ भने तपाईं राम्रो साथमा हुनुहुन्छ, किनकि क्वान्टम इलेक्ट्रोडाइनामिक्स विकास गर्न मद्दत गर्ने रिचर्ड फाइनम्यानले पनि प्रसिद्ध रूपमा भनेका थिए, मलाई लाग्छ म सुरक्षित रूपमा भन्न सक्छु कि कसैले पनि क्वान्टम मेकानिक्स बुझ्दैन। र त्यसैले भौतिकविदहरू र दार्शनिकहरूले एक शताब्दीदेखि क्वान्टम मेकानिक्सको राजनीतिको प्रकृतिका लागि के अर्थ राख्छ भनेर बहस गरेका छन्। एक कुरामा तिनीहरू धेरैजसो सहमत छन् कि कुनै पनि मापन हुनुअघि यी सुपरपोजिसन अवस्थाहरूको प्रकृति र विकास एउटा तरङ्ग झैं वर्णन गर्न सकिन्छ। वास्तवमा हामी यसलाई तरङ्ग फंक्सन भन्छौं, जुन 100 वर्ष अघि अर्विन श्रोडिन्जरले पहिलो पटक लेखेका थिए। वास्तविक प्रश्न यो हो कि यो क्वान्टम तरङ्ग जस्तो अवस्था कसरी अचानक मापनपछि अधिक परिचित शास्त्रीय कण जस्तो व्यवहारमा संक्रमण हुन्छ। दशकौंदेखि प्रभावशाली दृष्टिकोण कोपनहेगन व्याख्या रहेको छ, अर्थात् यी सुपरपोजिसन अवस्थाहरू अवलोकन नगरेसम्म कायम रहन्छन्। त्यस बिन्दुमा तिनीहरू बर्न नियमद्वारा दिएको सम्भाव्यताका साथ एकल तीखो अवस्थामा खस्छन्, अर्थात् तरङ्ग फंक्सनको वर्गद्वारा दिएको सम्भाव्यता। यसले निश्चित रूपमा प्रयोगसँग उत्कृष्ट सहमति उत्पादन गर्छ। वास्तवमा यो विज्ञानमा सबैभन्दा सटीक रूपमा परीक्षित सिद्धान्त हो, प्रति ट्रिलियन भागहरूको सटीकतामा प्रमाणित। तर यसले अन्तर्गत के भइरहेको छ भनेर अन्तर्ज्ञानिक रूपमा व्याख्या गर्दैन। पहिलो कुरा यो भन्नु महत्त्वपूर्ण छ कि बहुजसो भौतिकविदहरू यो विचार अस्वीकार गर्छन् कि तरङ्ग फंक्सन पतन कुनै पनि तरिकाले मानव चेतनालाई समावेश गर्छ। यसको सट्टा यी मापनहरू केवल वातावरणसँगको अन्तर्क्रिया हुन सक्छन्, जस्तै स्लिटहरू नजिकको एउटा बहिर्मुखी फोटोन। तर त्यसपछि यहाँ समस्या छ। निश्चित रूपमा त्यो फोटोन पनि सुपरपोजिसनमा मिसिन्छ, इलेक्ट्रोनलाई प्रहार गर्ने र नगर्नेको संयोजनका साथ। निश्चित रूपमा हामी जान्दछौं कि सुपरपोजिसनहरू व्यक्तिगत कणहरूमा मात्र सीमित छैनन्, सम्पूर्ण समूह पनि सुपरपोजिसनमा हुन सक्छन्, जुन अवस्थामा हामी तिनीहरूलाई अर्कासँग इन्ट्याङ्गल्ड भनेर वर्णन गर्छौं। वास्तवमा यो क्वान्टम कम्प्युटिङ, टेलिपोर्टेसन र क्रिप्टोग्राफीको आधार हो। त्यसैले जसरी हाम्रा पहिलाका इलेक्ट्रोनहरू फराकिलो संसारमा फैलिन्छन्, निश्चित रूपमा यो सुपरपोजिसन अवस्था, इन्ट्याङ्गलमेन्टको यो मार्च पनि फैलिनुपर्छ, अन्ततः मानव पर्यवेक्षकहरू समेत समेट्ने। तर अवश्य समस्या यो हो कि हाम्रो दैनिक जीवनमा हामी कुनै पनि सुपरपोजिसन प्रभावहरू अनुभव गर्दैनौं। त्यसैले निश्चित रूपमा यहाँ केही अभाव छ। यो विचित्रता नुख्यात श्रोडिन्जरको बिरालो एउटा प्रयोगद्वारा सबैभन्दा स्पष्ट रूपमा प्रकाशित गरिन्छ।
एउटा बाकसमा एउटा बिरालो र विषको बोतल कल्पना गर्नुहोस् जो क्वान्टम मापनको परिणामको आधारमा एउटा निश्चित समयमा खुल्नेछ। भनौं इलेक्ट्रोन स्पिन अप वा डाउन हो भने। अब महत्त्वपूर्ण क्षण बितेपछि इलेक्ट्रोनलाई दुवै अवस्थाहरूको सुपरपोजिसनमा भएको वर्णन गर्न सकिन्छ र मापन यन्त्र यस क्वान्टम सिस्टमसँग इन्ट्याङ्गल्ड भएकाले बिरालो पनि मृत र जीवित दुवैको विचित्र सुपरपोजिसनमा अस्तित्व हुनुपर्छ। कोपनहेगन व्याख्याको माध्यमबाट तरङ्ग फंक्सन पतनले पहिलो नजरमा यस विरोधाभास समाधान गर्छ जस्तो लाग्छ, तर यसमा धेरै समस्याहरू छन्। उदाहरणका लागि पर्यवेक्षक जसले बहिर्मुखी फोटोन होस् वा बिरालो होस् वा वास्तवमा हामी जो बाकस खोल्छौं किन कुनै तरिकाले अलग शास्त्रीय इकाइहरू मान्न अनुमति दिन पाउँछ, जबकि इलेक्ट्रोनलाई क्वान्टम मान्नुपर्छ। निश्चित रूपमा गहिराईमा सबै कुरा साँच्चीकै क्वान्टम छ। यो रहस्यमय एकात्मिक र स्पष्ट रूपमा तदर्थ तरङ्ग फंक्सन पतनको लागि कुनै संयन्त्र पनि छैन। तरङ्ग फंक्सन कहिल्यै खस्दैन। 1957 मा प्रिन्सटन स्नातक गर्दै विद्यार्थी ह्यू एभरेटले एउटा आमूल वैकल्पिक व्याख्या प्रस्ताव गरे कि केवल तरङ्ग फंक्सन कहिल्यै खस्दैन, कहिल्यै पनि। पतनको अर्थ हुन्छ कि सुपरपोजिसनका अन्य अवस्थाहरू केवल हराउँछन् र एउटा मात्र कायम रहन्छ। एभरेटले क्वान्टम मापनका सबै सम्भावित परिणामहरू वास्तविकताका पृथक नन इन्टरेक्टिङ शाखाहरूमा विकसित हुँदै घटित हुन्छन् भन्ने सुझाव दिए। यस तथाकथित बहुविश्व व्याख्यालाई लामो समयदेखि भौतिकी समुदायले धेरैजसो उपेक्षा गरे, तर पछिल्लो दशकमा यो शान क्यारोल, डेभिड डॉयच र म्याक्स टेगमार्क जस्ता व्यक्तित्वहरूले समर्थन गरेको गम्भीर प्रतिस्पर्धीको रूपमा उदाएको छ। एभरेटको विचार वास्तवमा एकदम सजिलो छ। उनले केवल श्रोडिन्जर समीकरणलाई पूर्ण रूपले गम्भीरतासँग लिन्छन्। त्यस समीकरणमा कुनै पतन छैन र त्यसैले इलेक्ट्रोन, बाकस, बिरालो, तपाई, म वास्तवमा सम्पूर्ण ब्रह्माण्ड एउटा विशाल तरङ्ग फंक्सनद्वारा वर्णन गरिन्छ, जसलाई अधिकांश समय सार्वभौम तरङ्ग फंक्सन भनिन्छ। पतनको सट्टा बहुविश्व व्याख्याले हाम्रो माक्रो संसारको शास्त्रीय स्वरूप व्याख्या गर्न डिकोहेरेन्स भन्ने कन्सेप्टलाई प्रयोग गर्छ। त्यसैले प्रश्न यो हो कि यदि सम्पूर्ण ब्रह्माण्ड सुपरपोजिसनमा छ भने शाखाहरूले डबल स्लिट प्रयोगमा जस्तै एक अर्कासँग व्यतिकरण किन गर्दैनन्? उत्तर फेज सुसंगतितामा निहित छ। साधारण प्रणालीहरूमा क्वान्टम तरङ्गहरू तालमेलमा रहन्छन् र यसले तिनीहरूलाई व्यतिकरण गर्न अनुमति दिन्छ, तर कठिन प्रणालीहरूमा अनगिन्ती कणहरूसँगको अन्तर्क्रियाले तिनीहरूका फेजहरू अस्तव्यस्त पार्छ। परिणाम विश्वहरू बीचको एउटा सफा विभाजन, जसलाई डिकोहेरेन्स भनिन्छ। सूक्ष्म रूपमा यस राजनीतिहरूको शाखाबाट बन्ने प्रक्रिया एउटा अचानक घटना होइन। यो डिकोहेरेन्स फैलदै विकसित हुन्छ, विभिन्न क्वान्टम शाखाहरू बीचको व्यतिकरणलाई घाताङ्कीय रूपमा दबाउने। डिकोहेरेन्स पछि विश्वहरूले एक अर्कामा कुनै कारण वा प्रभाव पार्न सक्दैनन्। त्यसैले दुःखद कुरा, तपाई रिक्सको परिषद बनाउन सक्नुहुन्न। तैपनि यहाँ विश्वहरूको संख्या आश्चर्यजनक हुनेछ, किनकि यो विभाजकीकरण बिग ब्याङदेखि नै चलिरहेको हुनेछ र सम्पूर्ण ब्रह्माण्डभर। तपाई ब्रह्माण्ड स्प्लिटर एप उपयोग गरी आफै नयाँ ब्रह्माण्डहरू सृजना गर्न सक्नुहुन्छ। यो प्रायोजित छैन, जहाँ तपाई स्विट्जरल्यान्डमा बनाइएको क्वान्टम मापनमा आधारित आफ्ना निर्णयहरू आधार गर्न सक्नुहुन्छ। त्यसैले यस राजनीतिको शाखामा म यो भिडियो दिउँसो 2 बजे पोस्ट गर्दैछु, तर अर्कोमा मैले यसलाई दिउँसो 1 बजे पोस्ट गरेको थिएँ। दुवै साँच्चीकै भए। तर यदि यो विभाजनको पूरै विचारले तपाईलाई दुखी गर्छ भने तपाई एक्लै हुनुहुन्न। सैद्धान्तिक भौतिकविद ब्राइस डेभिडले एभरेटलाई भेट्न गएर उनको विचारको सुन्दर गणितको प्रशंसा गरेका थिए, तर उनलाई भनेका थिए कि उनलाई यो आन्तरिक अनुभूति थियो कि उनी निरन्तर आफूलाई धेरै संस्करणहरूमा विभाजित हुँदैछन् भन्ने उनले महसुस गर्दैन थिए। एभरेटले शान्त रूपमा भनेका थिए, के तपाई 30 किलोमिटर प्रति सेकेन्डमा सूर्यको परिक्रमा गरिरहनु भएको महसुस गर्नुहुन्छ? हो, ठिक छ, डेभिडले त्यही मान्दै भने। इन्कग्नी प्रायोजित खण्ड। क्वान्टम मल्टिभर्समा तपाईको जानकारी अनगिन्ती राजनीतिहरूमा फैलिरहेको हुन सक्छ, तर कम्तीमा यस राजनीतिमा तपाई आफ्नो जानकारीको प्रसार सीमित गर्न चाहनुहुनेछ र त्यहाँ आजको प्रायोजक आउँछ इन्कग्नी। यहाँ कुरा यो छ कि तपाईको डाटा धेरै कम्पनीहरूका लागि मुद्रा हो, जस्तै तपाईको ठेगाना, रोजगारी इतिहासहरू, सोशल मिडिया खाताहरू, टेलिफोन नम्बरहरू र अन्य। यी कम्पनीहरू तपाईको सहमति बिना तपाईको जानकारी सङ्कलन, बेच्ने र व्यापार गर्छन्। इन्कग्नी एउटा उत्कृष्ट सेवा हो जो मैले वर्षौंदेखि प्रयोग गरिरहेको छु। तिनीहरू पब्लिक डेटाबेसहरू खोजेर तपाईको व्यक्तिगत जानकारी माग्छन् र त्यसपछि त्यो जानकारी मेट्न माग गर्छन्, जुन तपाईको कानुनी अधिकार हो।
इन्कग्नी प्राप्त गर्नको लागि यति दबावपूर्ण समय भएको छैन, किनकि नोभेम्बरदेखि मेरो इन्कग्नी ड्याशबोर्डले तिनीहरूले बनाएका मेटाई र वेष्णाहरूको सङ्ख्यामा ठूलो वृद्धि देखाउँछ। आजसम्म तिनीहरूले 678 डेटाबेसहरूबाट मेरो व्यक्तिगत जानकारी मेटेका छन्, जुन मैले अनुमान गर्न सक्छु कि मलाई 508 घण्टाको समय लाग्थ्यो। सुरु गर्न incogni.com/coolworlds मा जानुहोस् र वार्षिक योजनामा विशेष 60% छुट पाउन कोड coolworlds प्रयोग गर्नुहोस्। क्वान्टम रसियन रुलेट। भौतिकविदहरूमाझ बहुविश्व व्याख्याले श्रोडिन्जर समीकरणको कठोर उपचारका कारण लोकप्रियतामा वृद्धि गरेको छ, तर विचार गति पकड्दै गर्दा धेरैले महसुस गरेका छन् कि यसले एउटा विचित्र र आमूल परिणामको संकेत गर्छ। विचारलाई क्वान्टम रसियन रुलेटको खेलको रूपमा सबैभन्दा राम्रोसँग सोच्न सकिन्छ र म्याक्स टेगमार्कले आफ्नो पुस्तक हाम्रो गणितीय ब्रह्माण्डमा यसलाई लोकप्रिय बनाएका थिए। उनले क्वान्टम मसिनगनको वर्णन गर्छन् जो क्वान्टम मापनको परिणामको आधारमा प्रति सेकेन्ड 1 पटकसम्म फायर गर्न सक्छ। विशेष गरी प्रत्येक पटक बन्दुक ट्रिगर हुँदा यसले एउटा कणलाई सुपरपोजिसनमा राख्छ, जहाँ यो एकैसाथ दुवै अवस्थामा हुने समान प्रायिकता छ। उदाहरणका लागि स्पिन अप र स्पिन डाउन, र त्यसपछि त्यो कणलाई मापन गर्छ। यदि स्पिन डाउन भए बन्दुक फायर हुन्छ र हाम्रो धारणाभन्दा छिटो तपाईलाई मार्छ, अन्यथा यसले केवल एउटा श्रव्य क्लिक सुनिने आवाज निकाल्छ र प्रत्येक सेकेन्डमा यो सन् 2001 को व्याख्यानमा दार्शनिक डेभिड लुइसले क्वान्टम रसियन रुलेटको यो खेललाई व्यापक अमरत्वमा विस्तार गरे। उनले तर्क गरे कि सम्पूर्ण ब्रह्माण्ड अन्ततः क्वान्टम घटनाहरूद्वारा नियन्त्रित छ र यसरी मृत्युका सबै कारणहरूले टेगमार्कको पहिलो र तेस्रो मापदण्ड पूरा गर्छन्। उदाहरणका लागि, यदि सडकमा एउटा कार तपाईलाई ठक्कर दिन लाग्दैछ भने अत्यन्त साना सम्भाव्यता छ कि सवारी साधनले कुनै हानि नगरी तपाईबाट क्वान्टम टनल गर्नेछ, र बहुविश्वका अनुसार तपाईको एउटा संस्करणले यस्ता मुठभेडहरूबाट बाँच्नुपर्छ। वास्तवमा यदि डेभिड लुइस सही छन् भने अन्ततः हामीमध्ये प्रत्येकले एक दिन बहुविश्वबाट व्यक्तिगत प्रमाण प्राप्त गर्नेछौँ, किनकि हामी सधैँ जीवन खतरा कार दुर्घटनाहरूबाट बाँचे झैँ देखिनेछौँ, स्वास्थ्य डरहरूबाट बाँच्नेछौँ र अन्ततः हाम्रा साथीहरू र परिवारभन्दा लामो जीवन जिउनेछौँ। टेगमार्क भने आफ्नो दोस्रो मापदण्डको माध्यमबाट डेभिड लुइसको स्थितिसँग मेल खाँदैनन्, किनकि मृत्युका अधिकांश कारणहरू हाम्रो धारणा समय स्केलभन्दा छिटो हुँदैनन्। तिनीहरू अधिक सामान्यतया हाम्रो मानसिक क्षमताहरूको ढिलो क्षति हो, जुन हामीले बिस्तारै अनुभव गर्न सक्छौँ। तर यो बिन्दु पनि लुइसले हामी सबैका लागि एक स्पष्ट रूपमा अँध्यारो र भयानक भविष्यवाणीका साथ अनुमान गरे जस्तो देखिन्छन्। लुइसले स्वीकार गर्छन् कि सामान्य रूपमा तपाईँ वास्तवमा खस्कनु हुनेछ, तर तपाईले केवल प्रत्येक क्षणमा बाँच्नुपर्छ, अवश्यमेव विशेष रूपमा स्वस्थ भएर बाहिर आउनु पर्दैन। समय सँगसँगै तपाईँ गलिबरको यात्राका स्ट्रल्डब्रगहरू वा डेथ बिकम्स हर की नायक झैँ थप क्षति सञ्चय गर्नुहुनेछ। लुइस लेख्छन्, जब तपाईँ पटक पटक घातक खतराबाट बाँच्नुहुन्छ, तपाईले पनि बारम्बार नोक्सानीहरू भोग्ने अपेक्षा गर्नुपर्छ। तपाईले आफ्ना प्रियजनहरू, आफ्ना आँखा र अङ्गहरू, आफ्नो मानसिक क्षमता र स्वास्थ्य गुमाउने अपेक्षा गर्नुपर्छ। यस्ता शर्तहरूमा अनन्त जीवन, अनन्त यातनाको जीवन बराबर हो। के यो हामी सबैको प्रतीक्षामा रहेको भाग्य हो? एन्थ्रोपिक तर्क। क्वान्टम अमरत्व यति व्यक्तिगत भएकाले सोध्न राम्रो प्रश्न यो हो कि संसारको हाम्रा आफ्नै अनुभवहरू यसका भविष्यवाणीहरूसँग मेल खान्छन् कि खाँदैनन्। त्यसैले टेगमार्कको दोस्रो मापदण्डको पहिलो आधा भागमा फर्कौं कि तपाईलाई मर्नुपर्छ वा चेतना गुमाउनुपर्छ। ती दुई अवस्थाहरूलाई बराबरी गर्न टेगमार्कका लागि पहिले नै गैर तुच्छ छ, तर म अनुमान गर्छु कि यहाँ तर्क यो हो कि कुनै पनि अवस्थामा तपाईँ केही महसुस गर्न सक्नुहुन्न। भौतिकविद एन्थोनी अग्विरेले आफ्नो पुस्तक कस्मोलोजिकल कोन्समा यो बिन्दु समात्छन्, जब हामी एनेस्थेसिया दिइन्छ वा सुत्छौँ भनेको अर्थ के हो भनेर विचार गर्दै यी अनुभवहरू हामी सबैले प्रमाणित गर्न सक्छौँ। एउटाले तर्क गर्न सक्छ कि हामीले सधैँ त्यस शाखामा बाँच्नुपर्छ किनकि हामी सुत्ने शाखाहरू हाम्रा लागि अगोचर छन्। तर अवश्य सुत्दा पनि सपना देख्ने जस्तो चेतनाको एक कम रूप छ। यसभन्दा बढी चेतनाका ती कम अवस्थाहरू स्थायी छैनन्। दुवै शाखामा 8 घण्टा अगाडि बढ्नुहोस् र तपाईले तपाईको एउटा सचेत संस्करणलाई फेला पाउनुहुनेछ। एन्थ्रोपिक आक्रमणको अर्को रेखा मध्यमता सिद्धान्त लागू गर्ने प्रयास गर्ने हो।
यदि हामी साँच्चीकै बढ्दै जीर्ण अवस्थाहरूमा सधैँभरि बाँच्छौँ भने हामी अहिले सबैले उपभोग गर्ने सापेक्षिक युवावस्थाभन्दा त्यस अवस्थामा तपाईँका धेरै धेरै वर्षहरू हुनेछन्। वास्तवमा तपाईँको अस्तित्वको कथामा यो अविश्वसनीय रूपमा असम्भव हुनेछ कि तपाईँ स्ट्रल्डब्रग वर्षहरूभन्दा सामान्य उमेरको जीवनको क्षणमा बसोबास गर्दै हुनुहुन्छ। मलाई लाग्छ यसले एउटा आकर्षक प्रतिवाद बनाउँछ, तर यो त्यही प्रकारको तर्क हो जो डुम्सडे तर्क र बोल्ट्सम्यान मस्तिष्क छलफलहरूमा प्रयोग गरिन्छ, जसलाई सन्दर्भ वर्गको मुद्दामा चुनौती दिन सकिन्छ। सायद तपाईँको भविष्यको अवस्था यस वर्तमान अवस्थाभन्दा एकदम फरक छ र यसरी वास्तवमा तपाईँ तपाईँको वर्तमान सन्दर्भ वर्गको मध्यम स्थानमा हुनुहुन्छ, जुन युवा हुनु हो। हाम्रा बसोबेस्ता कोशिशहरूका बावजुद यी चिन्ताहरूले क्वान्टम अमरत्वलाई ध्वस्त गर्न सक्दैनन्। तर यदि हामी लुइसको तर्कमा फर्कन्छौँ भने हामी एउटा सङ्कित धारणा भेट्न सक्छौँ जसले पुरै विचारलाई चुनौती दिन्छ। सुधारित तीव्रता नियम। डेरिड लुइसको अमरत्वको पक्षमा तर्कको केन्द्रीय रेखा उनले सुधारित तीव्रता नियम भन्ने कुरा हो र यो वास्तवमा बहुविश्व व्याख्याका छलफलहरूमा निरन्तर तनावको विषयमा अझ व्यापक रूपमा बोल्छ। मानव 4 स्वतन्त्र र समान रूपमा सम्भावित परिणामहरू भएको जीवन खतरा क्वान्टम ट्रिगर घटना घट्छ, जसमध्ये 3 मा तपाईँ मर्नुहुन्छ। अब कोपेनहेगन व्याख्यामा हामी बोर्न नियम प्रयोग गरी प्रत्येक परिणाम घटित हुने 25% सम्भाव्यता सिधै तोक्नेछौँ र वास्तवमा केवल एउटा घटित हुनेछ। तर बहुविश्वमा सबै 400% सम्भाव्यतासँग हुन्छन्। अवश्य यदि सबै कुरा 100% सम्भाव्यतासँग हुन्छ भने सिद्धान्तसँग वास्तवमा कुनै भविष्यवाणी शक्ति छैन र यसरी एभरेटियनहरूले यो भनेर यसबाट निस्कन्छन् कि प्रत्येक वास्तविकता बोर्न नियमबाट लिइएको अस्तित्वको 25% मापन वा 25% तीव्रतासँग घटित हुन्छ। अब तपाईको चेतना एकै साथमा केवल एक वास्तविकतामा बसोबास गर्न सक्छ र यसरी तपाईँ तर्क गर्न सक्नुहुन्छ कि बहुविश्व व्याख्यामा पनि यस्तो निराशाजनक परिदृश्यमा तपाईको मृत्युको 75% सम्भाव्यता छ। तर लुइसको चाल यहाँ तपाईँ मर्ने सबै मामलाहरू फाल्नु हो, किनकि र म उद्धरण गर्छु, मृत्यु विस्मृति हो। मृतक भएको अनुभव कुनै पनि हदसम्म कहिल्यै पनि अपेक्षा गर्नु पर्दैन, किनकि त्यस्तो कुनै अनुभव छैन। तपाईँ मर्ने शाखाहरू फाल्ने र त्यसपछि पुनर्सामान्यीकरण गर्ने यो कार्य लुइसले सुधारित तीव्रता नियम भन्छन् र यो क्वान्टम अमरत्वको मामलाका लागि महत्त्वपूर्ण छ। तर धेरै विचारकहरूले यो हातको सफाइसँग मतभेद राख्छन्। उदाहरणका लागि दार्शनिक डेभिड पापिन्यूले लेख्छन्, एभरेटियनहरूले यस तरिकाले आफ्नो तीव्रता नियम परिवर्तन गर्नुपर्छ भन्ने कुरा स्पष्ट छैन। बहुविश्वका च्याम्पियन डेभिड डोइचले पनि आफ्नो पुस्तकमा लेख्दै धकल्छन् कि सम्भाव्यता लागू गर्ने यो तरिका सामान्य जसै क्वान्टम सिद्धान्तबाट सिधै अनुसरण गर्दैन। यसलाई अर्को एउटा धारणा चाहिन्छ, अर्थात् निर्णय गर्दा निर्णय निर्माता अनुपस्थित भएका इतिहासहरू बेवास्ता गर्नुपर्छ। मेरो अनुमान छ कि यो धारणा गलत छ। अर्को शब्दमा, जब ब्रह्माण्डले आफ्नो विभाजन गर्छ, कुनै पनि हालतमा तपाईँ बाँच्ने मार्ग लिनुहुन्छ भन्ने ग्यारेन्टी छैन। गैर क्वान्टम उपमाहरू। मलाई लाग्छ पापिन्यू र डोइचले राम्रा बिन्दुहरू बनाउँछन्। यो साँच्चीकै पूर्ण रूपमा अस्पष्ट छ कि हामी लुइसले निर्धारण गरे अनुसार मृत्यु शाखाहरूलाई छुट दिन सक्छौँ, तर तिनीहरूमध्ये कोहीले पनि लुइसको दाबी गलत साबित गर्न सक्दैनन्। निश्चित रूपमा उनले यहाँ एउटा अतिरिक्त धारणा थपेका छन्, तर यो मतलब होइन कि यो गलत छ र यो कारणको दृष्टिकोणबाट उत्पन्न हुन्छ। वरिपरि छड्किएको क्वान्टम विचित्रताले के रियल छ र के छैन भनेर थाहा पाउन गाह्रो बनाउँछ। त्यसैले यसको सट्टा अधिक परम्परागत उपमाहरूको बारेमा सोच्ने प्रयास गरौँ। त्यसैले जब केवल एक क्षणको लागि अमरत्वलाई सामान्यकरण गर्ने कुरा थन्क्याउँदा टेगमार्कले पहिले वर्णन गरेको क्वान्टम रसियन रुलेटको महत्त्वपूर्ण मामलामा फर्काउँछ। यस प्रयोगको एउटा विचार उत्तेजक उपमा स्टार ट्रेक ट्रान्सपोर्टर जस्तै एक प्रकारको कल्पना गर्नुहोस्, जसले तपाईलाई माथि बीम गर्छ र त्यसपछि अन्त्य कतै पुनर्मूर्तिकरण गर्छ। बीम आउट भन्दा पहिले तपाईँ एकजना हुनुहुन्छ र बीम आउट पछि तपाईँ एकजना हुनुहुन्छ। निश्चित रूपमा स्टार ट्रेकमा महत्त्वपूर्ण पात्रहरू यस प्रक्रियाबाट परेशान देखिँदैनन्, त्यसैले मानौ यो अत्यन्त सुरक्षित छ र त्यसपछि मृत्यु मसिन छैन। तर कल्पना गर्नुहोस् कि यसले कुनै प्रकारको यात्रा खराबीद्वारा तपाईका दुई भर्जनहरू बनायो। तपाईको आफ्नै अस्तित्वको सन्दर्भमा यसले तपाईलाई परेशान गर्नु हुँदैन, तपाईँ कायम रहनुहुनेछ। तथापि तपाईलाई क्लोन गर्ने नैतिकता सम्भवतः हाम्रो चिन्ताको बिन्दु हो। यो विभाजन बहुविश्वमा के हुन्छ त्यसको ठ्याक्कै समान हो कि
तपाईको चेतना तपाईँ जे भन्न चाहनुहुन्छ केवल एउटा शरीरमा बसोबास गर्न सक्छ र तथापि तपाईका दुवै भर्जनहरूले आफूलाई रियल भनेर जोड दिनेछन्। त्यसैले तपाईको कुन भर्जन साँच्चीकै तपाईँ हो? अन्तिम मोडको रूपमा विचार गर्नुस् कि ती दुई पुनर्मूर्तिकरणहरूमध्ये एउटा असफल हुन्छ र ट्रान्सपोर्टर प्याडमा एउटा भयानक गडबडी छाड्छ। अब तपाईँ उचित रूपमा त्यस ट्रान्सपोर्टर प्याडमा कदम राख्ने सम्भावनाबाट अशान्त हुन सक्नुहुन्छ, किनकि 50% मौका हुनेछ कि तपाईँ मर्नुहुनेछ, होइन? तर अर्कोतर्फ तपाईको मृतक भर्जन चेतना अनुभव गर्न पर्याप्त मूर्त पनि भएन। त्यसैले निश्चित रूपमा तपाईको लागि मासुको त्यो पोहले बन्न असम्भव छ र हामी यो एक कदम अगाडि लैजान सक्छौं र भन्न सक्छौं कि क्रूले दोस्रो बीम पुनर्मूर्तिकरण गर्ने प्रयास पनि गरेनन्। खराबी पत्ता लागेको थियो र कम्प्युटरभित्रको फाइल मेट्टाइयो। यस अवस्थामा के हामी ठ्याक्कै 1/1 बीम आउटको मूल परिदृश्यसँग बराबर छैनौं जसमा कोहीले आपत्ति गरेनन्? निष्पक्ष रूपमा भन्दा मैले तपाईलाई एउटा परम्परागत उपमाको वाचा गरेको थिएँ र त्यसपछि ट्रान्सपोर्टरहरूको बारेमा कुरा गर्न थाले। त्यसैले तथ्य कि हामी बुझ्दैनौं कि त्यस्तो मसिन साँच्चीकै कसरी काम गर्ने थियो, सायद यहाँ मिश्रणमा थप भ्रम मात्र थप्छ। त्यसैले यसको सट्टा सान कारोलले आफ्नो पुस्तक केही गहिरो लुकेकोमा वर्णन गरेको शास्त्रीय उपमा विचार गर्नुहोस्। ठीक छ, त्यसैले लुइसको सम्पूर्ण तर्क यो हो कि तपाईँ वास्तवमा तपाईँ मर्ने शाखाहरूको बारेमा परेशान हुनु पर्दैन, किनकि तपाईँ त्यसलाई अनुभव गर्न सक्नुहुन्न। तर क्यारोल त्यससँग कडा असहमत छन्। आखिर यदि कसैले पछाडिबाट बन्दुक लिएर आएर तपाईलाई तुरुन्तै मार्यो भने तपाईँ त्यससँग ठीक हुनु हुँदैन। मृतक भएको अनुभव गर्न नसक्ने तथ्य पूर्ण रूपमा बेकार छ। हत्या गरिन नचाहनु पूर्ण रूपमा उचित छ। जे भए पनि हामी किन मर्न नचाहने भन्ने कारण जस हामीले पीडा अनुभव गर्छौं मात्र होइन, तर एक प्रकारले सम्भावित रूपमा अहिले भविष्यमा मृतक हुने विचारले मलाई परेशान गर्छ, जसलाई यदि कसैले भन्यो तपाईँ यस तारिखमा मर्नुहुनेछ, यो उपयुक्त सूचना हुन सक्थ्यो, तर म दुखी हुने थिएँ यदि त्यो तारिख चाँडै आउने हो भने। र मलाई लाग्छ क्वान्टम अमरत्व प्रयोगमा पनि त्यस्तै हो। म त्यो चाल खरिद गर्दिन कि भन्छ ठीक छ, तपाईँ मर्ने सबै शाखाहरूमा यो महत्त्वपूर्ण छैन, किनकि तपाईँ मर्नुभयो, तपाईले केही महसुस गर्नुहुन्न। दुर्भाग्यवश डेभिड लुइसले यो व्याख्यान दिएको छिटै मरे, जसले यो सम्पूर्ण क्वान्टम अमरत्व छलफललाई